हेलो साथीहरू, आज चाहिँ म कोसेली खोल्दैछु। मेरो मम्मीले पठाइदिनु भएको गाउँबाट के छ हेरौँ है त। सबैजना मिलेर बोरामा प्याक गरेर। यो चाहिँ घिरमला हो, आफ्नो बारीको घिरमला हेरमला। के साह्रो खाँदी हो सामान पनि। यो चाहिँ फर्सीको मुन्टा रहेछ, प्लास्टिकमा प्याक गरेर होइन। फर्सीको मुन्टो मिठो हुन्छ नि फर्सीको मुन्टो। यो चाहिँ हेर्नुहोस् यहाँ कार्टुनमा चाहिँ अहिले खोलेर देखाउँछु है। यो घिरमलो फर्सीको गट्टो यो चाहिँ लसुन जस्तो लाग्यो। लसुन फर्सीको गट्टो अर्को पनि आयो है। अब यसमा चाहिँ केरा, यो चाहिँ काँचो केरा, यो चाहिँ बबाएर खानुपर्छ। यो काँचो केरा चाहिँ पाकेको त गलिहाल्छ है, टाढाको बाटो। अब यहाँ चाहिँ के छ झिक्नै नसक्ने छ फेरि। यो चाहिँ के हो त, यो नि केरै रहेछ। अर्को छ है त नयाँ चिज। यो चाहिँ रुख कटहर तरकारी खानको लागि 2-4 छाकै हुन्छ, 2जनालाई हामीलाई त। अनि यो चाहिँ केरा। अब सिद्धि ढोक्रो खाली भयो थोक्रो। अब यहाँ कार्टुनमा के रहेछ हेरौँ है त हामी। कार्टुनमा के रहेछ हेरौँ। कार्टुनमा यता के थन्को मनको के सामान त। आमाको माया भने यस्तो हुन्छ साथीहरू। आफ्नो बुवा मम्मी हुन्जेल होइन, छोराछोरीलाई केही चिन्ता हुँदैन। यो कार्टुनमा चाहिँ मजाले बेरेर पठाउनु भएको रहेछ। हेरौँ है त कार्टुनमा चाहिँ के छ। सबैजनाले हेरौँ त साथीहरू। लिची छ, तिते करेला पनि छ। लिची गट्टो त यता पनि रहेछ। फर्सीको गट्टो, तिते करेला त कम नै रहेछ। तिते करेले। यो चाहिँ खुर्सानी है। यो चाहिँ घिउ खुर्सानी नि छ है, ज्यानमारा खुर्सानी, डल्ले खुर्सानी, अनि सानो खालको जिरे खुर्सानी सबै छ यसमा त। हेर्नु त्यहाँ आफ्नो आमा बाउको माया कति हुन्छ देख्नुभयो त साथीहरू। यो चाहिँ साग हो कि। साग चाहिँ मजाले प्लास्टिकमा हाल्नु भएको रहेछ। यो चाहिँ काँक्रो फर्सीको मुन्टा। डरै लाग्दैछ फर्सीको